And guys, we are finally at home. Oh my god, the work is going on. मेरो काम गर न तिमी देवेन्द्र यस हजुर हजुर बस्छु नि त अनि दिदीलाई सोधौँ है त कस्तो लागिरहेको के भइरहेको हामीले के गर्यौँ त्यो त अनि त्यो सरप्राइज हो नि त अनि किन तपाईँले फेरि सब हामीलाई बोलाउनु भएको सरप्राइज हो नि त त्यो त फ्यामिली मैले चुटुक्क भनेको थिएँ झन् टेन टेन ठिक छ बुवाले घरमै लगाउनु भनेर होला नि त के अचार बनाएर दिदी स्टार्टिङ हो कि एन्डिङ हो देवेन्द्र's work is going on गर न गर यस्तो बडी बिल्डअप गरेको मान्छे बडी यही गर्नलाई बिल्डअप गरे हो थाक्न हुँदैन भन्न खोजेको नि त अनि कस्तो लागिरहेको त सिजनलाई नाइ हाउ वाज योर डे भनेको नि नयाँ कलेज कस्तो भइरहेको एक महिना भइसक्यो त्यो त कस्तो भइरहेको अनि नयाँ साथीहरू को बनायो ला कोही छैन सो स्याड अनि देवेन्द्रको कस्तो भइरहेको क्लासहरू ओके ओके कस्तो भइरहेको तिम्रो यो प्याज तास्ने क्लास टोपी लाउनै पर्छ हजुर ओके ओके किप अन गोइङ डुइङ द्याट त्यस्तै गर्छन् त्यो मान्छेहरू जहिले नि मलाई थाहा थियो उनीहरूले लोकेसनहरू यता लक्ष्मीजीलाई पठाउन लाउने यताउता भनेको थिएँ अनि मैले नेटमा खोजिदिन अलि यताउता माथि मुनि हुन्छ उनीहरूलाई पठाउन लानु भने पठाउने आउँदैन दिदीलाई त भन्दै मैले ए अनि हामीले चाहिँ सरप्राइज केक अर्डर गरेको थियौँ त्यसकै कुरा हुँदैछ गर्दै थिएँ अनि दिदीहरू पनि त्यही आइरहेको केक बोकेर त्यो मान्छेले मैले बोकिनँ म अगाडि जान्छु त पछाउनु भनेर ठिक्क डिक्कीमा हालेर उनीहरू पछि आइरहेको थिएँ आउन लाग्यो ठिक्क स्टोर झिकामा त थियो उयो दुईवटा केक भयो अनि केक ल्याएको भने के भने फेरि भन त सुरुवात केक ल्याएर आउन लाग्यो उनीहरू ठिक्क के लिन त्यही आएर ए दिदी हो अनि जम्का भेट भयो अनि म अब केक लिएर हिँडिहालेँ पछि भेट हुँदैन थियो ठिक्क सबै ठिक्क यता हामी गफ गरेको थियौँ ठिक्क उताबाट गाइज म चाहिँ एकछिन दिदीलाई हेल्प गरेँ जस्तो गरेको थिएँ अदुवा छिलेर के अरे छोडाएर अब यता छु यता हुनुहुन्छ हाम्रो आमा आमाले देखाएको नजिक अनि आमा के कस्तो भइरहेको के छ हालखबर ठिक छ नानी ठिक ल यो अलिक त्यस्तो गरौँ मैले भिडियो हालिराख्ने आउने बुढी यस्तै हो केही थाङ्ने साङ्ने एकदम राम्रो हुनुहुन्छ ल यतापट्टि हुन्छ दिदी क्लिनिङ वर्क स्टिल गोइङ अन हामी चाहिँ अब मोमोको त्यो किमासिमा बनाउन थाल्छौँ होला आई गेस अचार चाहिँ दिदीले बनाइसक्नु भयो अचार चाहिँ एकदम रेडी भइसक्यो यता अब हल्का क्लिनिङ वर्क्स त्यसपछि विल स्टार्ट बाहिर कस्तो के नाम राखेको दिदी यो पप्पीको लियो लियो चाहिँ एकदम भुकिरह अहिले चाहिँ हामी अब यो उसमा ट्रान्सफर भइसक्यौँ काटेर यत्रो यो पनि अल रेडी भाँडा इज रेडी यता दिदी रोटी बेल्न रेडी अनि म अब त्यो बनाउनलाई रेडी म पनि रेडी नै भनौँ न अब होइन अन्त दिदी बनाउनु परिहाल्छ म त्यति राम्रोसँग जान्दैन तर म ट्राई चाहिँ गर्न म त खासै के अरे आज एकादशी पानी पनि खानु अनि हो बच्चाको लागि भएर चाहिँ ए ठिक छ दिस इज हाउ सी लभ्स बर्थडे हो नि त मैले त्यतिखेर हस्पिटलको बेडमा थिएँ 19 वर्ष अगाडि भाइ 19 वर्ष पुग्यो 18 वर्ष पुगेर 19 भयो आमामा इत्रु थियो मैले अघि नै भन्छ कि म नभए सुत्दैन थियो पहिला कस्तो रुन्थ्यो अहिले त ठुलो भएपछि चेन्ज यतापट्टि अनि दिदीको अनुहार चाहिँ उतापट्टि ऐनामा देखिरहेको क्या ल हामी स्टार्ट है त ओके गाइज नाउ अल सेट अब चाहिँ हामी स्टार्ट गर्छौँ सुरुवात चाहिँ मैबाट हुन्छ जस्तो बनाउनलाई चम्चा छ ए किमा इज अल्सो अलरेडी एज यु क्यान सी भयो ठुलो बनाएको छु मैले सुरुवातको एउटा ठुलै हुन्छ क्या हो मैले डबल ठुलो बनाइदिनु मलाई दिदी कस्तो राम्रो बनाउन चाहिँ आउँदैन बट आई क्यान स्टिल ट्राई
मैले नि त्यो झन् वर्ष दिनै हुँदो रहेछ होला मोमो नबनाएको पहिला पहिला यस्तो मात्रै हुन्छ कि पहिला त स्कुलको बहिनीले बनाउनु भन्यो कि अहिले चाहिँ भन्नुहुँदैन त्यो बहिनी नै छैन त अनि गाई त हुन्छ हाम्रो आमा चाहिँ बनाउँदै होइसिन्छ के भइले खाने राम्रो त ए छेक्यो चाहिँ के होइन हजुरले नि हेर्नु भनेको ए मेरो नाक छोरा सार्को लगाएछ क्या नाकै ठुलो जस्तै डढेछ ए यहीँबाट हाल्नुपर्छ म चाहिँ यता खोजिरहेको ए धेरै भनिदियो धेरै भयो राम्रो राम्रो जस्तो हुँदैन नि त सब्जी त कति साह्रो भइसकेछ माथि माथि थाल्थ्यो कति साह्रो भइसकेछ देवीन्द्रलाई दिदी कोही भेडा छान देवीन्द्र म पिठो मुख्छु भनेको त मैले पिठो मुखेर कति गर्दा नि उसले जम्मा 5वटा कोही भेडा छान 5वटा छ होला देवेन्द्रलाई घरको काम दिएर हुन्छ नि मलाई खासै सीमान्तले पनि केक नकाट्नु भनेको थियो त्यही भएर हामी केक नगर्नु भने फेरि किनभने काट्यो म सानो पेस्टी लिएर भनेर गएको हामी हिँडेर आयौँ भनेर लास्टमा त सरप्राइज पो रहेछ होइन ठ्याक्कै त्यहीँ दिइदिनु क्या अलिकति चाहिँ मात्रै भेटेँ मैले त्यो केकवाला मान्छेलाई अर्डर त्यो डेलिभर गर्ने तपाईँको नम्बर दिने सोचिरहेको थिएँ केक लिएर आयो भने त हामीले महिनामै 3टा केक आउँछ है ज्ञानरको अब कसको घर हाँसी किन टेम्परी जस्तो हो तपाईँ कस्तो राम्रो से बनाउनु बटाई ट्राई घरमा त सबैभन्दा राम्रो बनाउने मै भन्छु अरू नआउनेको अगाडि पनि होइन अलिअलि आउने मान्छे त च्याम्पियन पो जस्तो हुँदो रहेछ त घरा चाहिँ पछि छ र बुढा करुणा मामु भिनाजुलाई त झन् छुन नि छुँदैन खाने मात्र तिमीहरू घर एक चाहिँ पर्छ उसको त बुढामाबाट म त्यहाँ क्लासमा मेरो बाबा त उठ्ने बित्तिकै दुध बताइदिनुहुन्छ मलाई गाइस हाम्रो चाहिँ मोमो अलमोस्ट त्यत्रो भाँडा भरेको होइन अब बाँकी चाहिँ यति छ बनाउन चाहिँ मैले आज मस्त बनाइदिएँ फास्ट बनाएँ कि अब कुरा गरेर तार छैन यता रहेको चाहिँ बाबा एक्स्ट्रा भयो अझ यो गर्न बाँकी छ यतापट्टि नि पाक्दैछ अनि यतापट्टि नि मरेको छ भने उतापट्टि चाहिँ मेहनतको फल पछि अब ताता त मोमो ट्राई गर्दैछ ल आमा पनि ट्राई गरौँ अनि कस्तो छ भनौँ है आमै ल अनि दिदी अब सर्भ गर्नुहुन्छ यतापट्टि ल ल बसौँ आमा बसौँ सिजन कस्तो छ भन है अनि कस्तो छ सबभन्दा फर्स्टमा उसले खायो कस्तो छ ठिकै मिठो होइन ल ठिक छ ल खाम स्टार्ट गरौँ फाइनली खाँदैछौँ अब
कस्तो हो ठिकै छ मलाई मिठो लाग्यो तिमी अन्त म बस्ने ठाउँमा आएर बस्छ उतातिर बस्छ तिमीहरूले खाइहाल्ला के किन खानु म खाएर गइहाल्छु तिमी बिस्तारै खानु बिहान 5 बजी बिहान र मेरो छोडी छ त्यो अङ्कलहरू जर्सीको पैसा चाहिँ के गर्ने देवेन्द्र दाखा कस्तो हो तिम्रो आमाले खानुभयो कि नै के खानु भएन आमा खाने लसुन ससुन ल। हालेर नखाने लसुन अन्ना आउँछ अब हामी मेरो अब खाएर भ्याएर हामी घर कुदिहाल्छौँ लास्ट यता ल सीमान्त तिमी खाएर भन न कस्तो छ मिठो छ नि के अरे ठिक छ होइन सिजन स्टिल इटिङ कडा हाउसको खाने पाउँदाखेरि बन्द गर्नु न भने कस्तो लाग्यो बुवा हजुरलाई त्यो फ्ल्यास चाहिँ बाँध्नु पर्छ व्यक्तिको बर्थडेको चाहिँ मोमो फ्ल्यास चाहिँ बाँध्नु पर्छ पर्छ नि लाइटले कस्तो इम्प्याक्ट पर्छ थाहा नि ल गुजाम इम्प्याक्ट पर्छ आफै अब मेरो ज्याकेट चाहिँ आमा भठामा छ आमालाई कस्तो लाग्यो मिठो छ है नातिको बर्थडे खानु गयो एकदम मजाले खायो मिठो छ दिदीले त खानु भएन दिदीको व्रत आज ल अब चाहिँ हामी खाएर फुटबल भइसक्यो अब हामी Thank you everyone for watching my video. Bye bye. Take care.